back to our YouTube channel. मेरो YouTube च्यानल सबैले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ हामी गाउँको पूजा छ, त्यो चाहिँ बाटोमा भात खाने हो, त्यो उस गर्दैछु हामीले है। ल गाइज बाटोमा भात खाने बिहान अब चाहिँ हामी बाटो माग्दै हिँड्छु। अब पुस्छ यता हामी अब उता जाने हो गोलबेडा माग्न। यति दियो अहिलेसम्म चाहिँ दुईटा घरमा। छिराइज निजाल कता गयो? बिचमा बस्छ नि दुईटैसँगै, तिनजनासँगै। हेलो गाइज टमाटर दिनु पर्यो। सबैले त्यस्तो भन्दै कहाँ हुन्छ? के थाहा पाउँछ? जति छ त्यति दिनु। मेरो झिल खायो म त बोल्ला। अनि हाम्रो घरमा फ्रिजमा छ होला, फ्रिजमा छ होला है छोरी। हामी चाहिँ गोलबेडा मात्रै हिँडेको गाउँमा है। यहाँ को सुत्छ त? यहाँ अहिले बाजे सुत्छ होला नि। अँध्यारो दिएछ। ल उता माथि माइजूको र हाम्रो भाग है त यो है। ल लान्छे गए हामी जान्छु, हामी जान्छु। अब यो दुईटा हालेर जाऊ। हामी पनि जान्छ पछि पछि। टमाटर उसको घर यता यता यो समात्ने जाला गोलबेडा माग्दै हिँड्दैछ। यता यता जा लाइन यता बार खोल्नु। यिनीहरू कुखुरा चाहिँ टोक्छ छिटै। छिटो चटनी बनाउने ब्लक आइहाल्यो। कसले कोरे को दिदी रे लमा थाप थाप ल आउने जाला आउने जाला। ठोकिन्छ निजाला आऊ। गोलबेडा माग्दै हिँडेको चटनी बनाउने रे क्या आज। एउटै घरको हो क्या। हिँडमाथि यता खो करेन्ट सुपारो यो कहाँ बनाउने ने? गोलबेडा उठाउने अनि कसको घर गर्ने ने? पुच्छर घरतिर। ए लैजा नि है, लैजा सानो हजुर यो चटनी मैले झन् यो म त झन् यो खोलाइदिनु न, खोलिदिनु। यो यसरी लैजा। यो के अरे राम्रो है। हस् ल जाऊ। हामी गयो मान्छेहरू अब बाख्रा काट्छ अनि भात त लगाएर खाने हो। यहाँ चाहिँ बाख्राहरू छ गाइज आउनु जालेसँग त
हलताल समात्छ सब निजलाई समात्छ दौरा लिएर जाँदै होइन पक्रायो अब यता मखनी टन अनि उता घर क्यामेरा हल्लायो भने यहाँ छ के यहाँ चाहिँ दिइसक्यो यहाँ चाहिँ मान्छे नआउँदैछ भ्लग बनाइन त्यहाँ माग्न जाने हो हजुर ए मलाई हर ठाउँमा छैन हामी कसरी छ नि यहाँ सरपञ्च छोड छोड टेका छिटो हामी जान्छौँ हामी माथि जान्छु यहाँ चाहिँ भ्लग बनाउनु लाज लाग्छ हेलो आज गाउँमा रमाइलो हुँदैन सबैको हातमा हेर्दा मोबाइल लु हेर त आम्मा लु ओइ बुन्डे बर्थका थिएँ अनुरागलाई बर्थका थिएन है ब्लगर हेलो भेडी युट्युबबाट नि होती कि तिसेर मच्छर के मच्छर यो खाने चिज हो के तिमीहरू के हो बाख्रा चराउनु छ कुखुरा चराउनु छ एकदमै ता बेला रोसेन रे बिरे न्यादा ये आमा चबेला न्यदे उ कति छाउ ममे आजे कति छाउ ममे नानी का छाउ आगे नानी बिमु त के भन्दा ओसै गई या हो कि काला बादा हाले तो था भाइ प्यार से विवाह बहिनी ते या बोला आउ मलाई सले पो यसले त भिडियो न्यदम दा वा के भन्दा न ओसै सासा ओसेना त साली चबेला सले भिडियो खिजिलो बिमु के ओसै सासा नि उ माला नि चबेला ओसेना का छाउ ममे सिगा थुदी मे आज ते सिगा थुदी मु आगे नानी ओसेना मुर्छ बोली नि सिदी मे आबी दी आगु नगिरा गारगा दा पहिला पुरी गरे बने न पारे गाउँमा टमाटर उठायो यिनीहरूले ल कसले दिएको त त्यो लोकल ए ल हिँड अब टमाटरको छोप बनाउने हो आज क्यासी पूजा होइन बाटोमा बसेर भात खाने त्यही टमाटर कुरो गाइड देवी मंदिर यहाँबाट पोखरा मजासँग देखिन्छ के को पञ्च चाहियो तल फाकामा गाउँमा आएर काम गर्ने पनि अब त यो सबै फान्ने हो लो दिबास लो काट
जान्छस् तैँले ए कसरी काट्ने त दिदी अब काट्नु पर्यो के रे खानु पर्यो शीतलमा बस्नुपर्छ है हामी त छिटो छिटो आएर कसरी काट्ने हो म काटेँ है ल भिडियो खिच्छ ल दिदास् न उता मम्मीले आइज चल्दै हजुर मेरो त हात काट्छ ल अब हामी चाहिँ यसरी काट्दैछौँ अहिले हामी यहीँ बसेर खाने हो ल त्यही भरे अलि राम्रोसँग काट्नु रवि त कस्तो लाग्छ एकदम मजा लगाइराखेको छ धेरैपछि घाँस काट्यो भैँसीलाई दिने घाँस होइन हामी बस्ने घाँस अहिले खाएर बस्नलाई खाएर बस्नलाई खानालाई खाने बेलामा बस्नलाई ल आम्लोदेखि भिड त मै सिरम लामभिर ल के भन्नु छ तपाईँले केही छैन म यो के अरे यो काट्यो अब यो बनाउने अनि टमाटर काट्ने अनि सिद्धियो अनि तपाईँको काम सिद्धियो मेरो काम सिद्धियो भोक चाहिँ लागेको छ है अब ऊ बल्ल पूजा गर्दैछ है नयाँ वर्षको शुभकामना यो पूजा गरेर सबैले रक्षा गरोस् गाउँको फलिफा होस् है ल ल ल तम छोरा है यो फेरि ल बाबु आमा छोरो मिलेर काट्यो बाबु फर्स्ट टाइम होला है गाउँमा फर्स्ट टाइम देखाउन ल्याएको मेरो गाउँ त नि काट यो हाम्रो यहाँ भनिदिनु है तपाईँले बाबुले भन्नुहुन्छ कि पूजा गरिसक्यो माथि जोडे हौ बाउ त लिएर आउनु है ल गौरीको ल्याइदिन्छ त आगे पूजा ल भाइ तो पूजा हो आगे तो पूजा हो संसारै माई अँ संसारै माई हामीले सधैँ नै जाने यहाँनिर चाहिँ भात रोटी अक्षता चोखा पानी बत्ती बाली गर्न जाने कमल पाठीले भोग दिएको छ हाम्रो नमस्कार गाउँकोलाई रक्षा पालन गरिदिनु कोही डिएनआरले रोग ब्याग नआइदिनु जुन देशबाट रोग ब्याग आएको छ उही देशतिर फर्काइदिनु चाहिँ यहाँ अनि अरू पूजा नेपालीमा भन्नु आगे सिन्दुर हालेको हो 15 को बरामाईको पनि अझै पूजा छ कृष्णको हाम्रो जाने आयर भाइहरूको पनि जाने भेडाको साँड ल्याइकन हामी पूजा गरेको छ आयरलाई कुखुराको पोथी लिएर गरिदिएको छ पूजाहरू 15 को बरामाईको मासु ल्याएर भाइहरूको थानको जाने मासु भेडाको मासु ल्याएर जाने यहाँको मासु मिसाएर अझ जाने हाम्रो लङ्गाछाल गाउँको जाने सम्पूर्ण इष्ट मित्र पाहुनाहरू होइन गाउँको छिमेकीले सबै भोज खाँदैछ आज त्यही भए ला फुल गाइड तपाईँको लागि विजयपुर खोला सबै एकजुट भयो भने किन नहुने है यसमा त न के हुन्छ ल एकजुट भयो भने नसक्ने काम पनि सजिलोले सकिन्छ भनेर त्यही भनेर हालिदिन्छु अब मैले त फेरि घरै सबै यहीँ बसेर खाने हो क्या ल विशाल दिदी कपाल माथ्यो पुजारी भन्छ है तिमी तिमी नआइकिनु भएन त म त झन् बिहानै हो 3 बजे अझै ल्याउ आएँ अब नि पानीमा ल्याएर त्यो पानी त खाँदैौ न भाइ माछाले ल्याउ आएर त बाँच्छ अनि छाना के छाना यो ज्याकेट पनि किन्ने हुन्न मामा त्यो त छाना मान्छे आज त्यो पनि काट्यो भने त्यहीँ पनि बस्नुहुन्छ नि त
स्याट भइहाल्यो अहिले नि बोरा मात्रै नेवारी हो कि चामल नेवारी हो चामल नि ल्याउने होला नि म ल्यायो यार बोर त यत्रो खाने त्यहाँ न्याउरी होइन र मामा ऊ न्याउरी त हो नि लम्चो चामल त हो नि यस्तो त हाल नि आउँछ क्या मान्छे त हुन्छ भरे किन खाने हुन्छ क्या त्यो आएको नाच्नु अहिले तपाईँको भाडा पनि च्यालेन आज त गाउँमा हजुर बस्नेहरू पनि धेरै छ कि भराएर खान्छ सिलौटामा रोसे रोसे कि पेसे पेसे भन्छ रोते रोते यसरी सिलौटामा पिसेको मिठो हुन्छ मोटीले मोटीले त एकचोटि त्यो समात्दाखेरि भइहाल्थ्यो होला नि त यस्तो गर्दै सिलौटो भन न एकचोटि घिम्मै अर्ग्यानिक टमाटर र धनियाको चटनी है आएर खाने पति नानी छ अनि दुईटा छोरी धनिया छ हाम्रो कुखुरा ल्या हाम्रो पनि काम सक्यो भन्ने जान्न आजको थोल पनि सबैजना टिकटक सबैले के हुन्छ होला थुप्रै भिडियो हालिसकेछ त म सबैको बाइक स्कुटर त यहीँ लाग्यो बन्यो टिकटक अहिले तपाईँहरूको म त अर्कोले खिचिदिने मात्रै हो कि बाबु सितालु भयो हाई गाइज साह्रै हावा लाग्छ गाइज 100 वर्ष पुरानो पिपलको रुखमा साह्रै हावा छ गाइज हावा छ गाइज भात खाने कतिखेर हो कतिखेर अब्बा अब त गाउँमा आएर बस्नुपर्छ जस्तो छ टिकटक बनाउन ठिक हुने रहेछ अब यहाँ नछो लो नानी हल्लो तोलो रो मोटो खाइरानी झल्को आइरानी मोटो खाइरानी यो मान्छे भर्खर आएको हो म आएको अनि म पछाडि बसेँ तीनजना बसेको अनि म एकदम पत्या पत्या बसेँ पत्या दुखेर नाति गाडी आफूले आएको नयाँ के अरे बल्ल गर्न पाएँ है आफूले आएको बल्ल गर्न पाएँ कि दियो त निकै चौरी आई हाँ करे अघि छै विदित खो हजुर बाबु बाबु राधे बाबु फेरि नमस्ते ल दियो झन् अनिस ब्रो
पानी जोड्दै हो को छ त्यता काच्या काही चाहियो कि आउनु बित्तिकै खाइदिएको या दाँत साँत ल दाइ निन्न कशा धुवायरा निन्न कशा छ हो र नानी Masih cara ke masih? Rumah saya lebih tu yuri. कसो मुन्ना कशा आखा दिया ओइ हेलो गाइस मासको दाल मासु त थोरै लेख त चादा होदन ल खादिन न पनि खाओ खा खा वा कुखुराको मासु छिटो जो अब ल खो 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 ल आन्यो के माइ गयो चार गयो यो गाउँको रमाइलो अलि धेरै खाबे पनि हुन्छ घोचे खाँदै बेच्दै सिंगाले त मोलो त के ल हामी कति खुसन लिएको मैले चाहिँ एउटा त्यो बाल्टी भरि थियो नि अहिले के अरे कोला यस्तो गाली साथी पाना पोमर बोतल के बोको भित्ती ए दिउ त नानी यो खुसन त लैदियो त लु ओ नानी छोया कि तलाई बिल खायो वा तोतम भिर त ल आलामा आलामा पानी त धुम्न त पानी हानेर भेट्नु दे अब खायो यसरी धुनुपर्छ यी हामी खाएर मात्रै बस्दैनौँ काम पनि गर्छौँ भाडा पनि दिन्छौँ नि खाउन न सबैलाई घुमाउनु घुमाउनु बिबे बिबे गल्ला दिने सोनी ओदाइ फेरि नि भिडियो पानी आएन देवा अहिले हाम्रो माथि वात्ता भइसक्यो दाइले अघि मासु लानु भिडियो गर्नु बक्कै पर्स्यो अनि त पर्स्यो जगो र जो भाडा उठ्यो जगो बक्कै भिडियो र 80 रुपैयाँ भएको पर्स्यो त तर कति गाह्रो हाम्रो म खाना खाना काम लुगेर बसिरहेको तपाईले लाइक लाग्छ तल गर्नु खाना सोध्न आउनु पर्दैन ए पानी आएन ले पानी आएन अर्को भाडो धोइराखेको छ तपाईँ घर जाम भन्ने के भिडियो बनाएको त्यो भाडो धोइराखेको छ मेरो हात फुलेको भाडा दिन्छ बिहार खाएर ए के अरे भाते दाल खाएर
रबिना दिदी के छ भाते जाने आफ्नो दुनियाँमा छ सुनो क्या भन्छ मैसी देखेदिबा ए त भा मैसी खाकी किन्नुहुन्न केही बुझे भए मरि जानु टसबजी के गरेर राख्दिएर वा टसबजी संसारे पूजा गरेको बाटे कोही बाटे कोही हैन सरसरी पूजा गरेको संसारे पूजा गरेर खाएको सबै माझेर गौडी सौडी डडेन ढुडुङ बजाएर देउची बजाउनु बाई बाई नाच्छ त तिमीलाई मकै पनि कति हुँदैन ठिक गरी माया
स्वेटर क्यों खेबा पल्स्यो मास्टर शो जुडाल पेले हेबा पल्स्यो मास्टर शो युके स्वेटर क्यों खेबा पल्स्यो मास्टर शो जुडाल पेले हेबा पल्स्यो मास्टर शो भन्नु बेद्र मकै सुत्ला ठिबा पारे माया ठुइसेदी मकै सुत्ला ठिबा पारे माया ठुइसेदी गोंगर पासे खुइबा पारे खुइसेदी नर आँखा क्यों आँखा क्यों बिना सदा आँखा क्यों बिना नागांगे सदियाँ भी सब तुम क्यों बिना चेलीबेटीहरू पाहुनाहरू आउनुभएको होला उहाँहरू पनि सबैजना खुसी नै हुनुहुन्छ जस्तो लागेको छ र मासु खान पाइसकेर खुसी हुन्छु गाउँको लागि उपलब्धिको कुरा त्यो खानेपिनेको कुरा त छुट्टै छँदैछ अब हामी चाहिँ यही गाउँठाउँबाट हुर्केर यही ठाउँमा चाहिँ हुर्केर जन्मिएर चाहिँ यही ठाउँमा चाहिँ पाखे पोखरेमा चाहिँ घाँस काटेर गाई भैँसी चढाएर भेडा बाख्रा चढाएर चाहिँ यो ठाउँबाट चाहिँ हामी अब आफ्नो लाइफ चाहिँ सेटल गर्नको लागि अधिकांश यो गाउँको हाम्रो बासिन्दाहरू पोखरमा चाहिँ अवस्थित हुनुहुन्छ अहिलेको हालतमा भन्नुपर्दाखेरि र हामी जति पनि पोखरमा बसेको जति पनि एउटा आर्थिक मजबुतका कारण प्लस हाम्रो गाउँमा चाहिँ जो अलिकति अशिक्षित व्यक्तिहरू हुनुहुन्छ हाम्रो पहलमा एउटा चाहिँ हामीले आफ्नो गाउँठाउँमा चाहिँ हाम्रो यो मातृभूमि आफ्नो जन्मभूमिलाई चाहिँ हामीले केही न केही परिवर्तन गर्नुपर्छ भन्ने मनसायको साथ हामीले चाहिँ एउटा सालै पछि एउटा चाहिँ हामीले के सानोतिनो प्रोग्राम राखेर चाहिँ गाउँको चाहिँ
बाटोघाटोदेखि लिएर चाहिँ कुनै पनि संरचनाहरू छ हामीले चाहिँ संरक्षण गरेर चाहिँ हामीले एउटा चाहिँ विकासशील एउटा चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने मान्यताको साथ चाहिँ हामीले चाहिँ अहिलेको सालबाट चाहिँ यो बाटोको ढलन र यो चौतारा जुन चौतारा चाहिँ हाम्रो यो समाजघरको पछाडितिर त्यो गाउँपालिकाबाट चाहिँ विनियोजित बजेट 1 लाखको चाहिँ वाल लगाउने क्रममा हामीले चाहिँ माटो खन्ने क्रममा चाहिँ निस्केको माटोलाई चाहिँ सदुपयोग गर्ने हिसाबले चाहिँ हामीले एउटा चाहिँ चौताराको संरचना चाहिँ तयार गरेको चाहिँ एउटा ढाँचा मात्र है ढाँचा जग्गाले तयार गरेको थियौँ र हामीले चाहिँ माटो फिलिङ गरेर गाउँवासीले नै झारा गरेर माटो फिलिङ गरेर चाहिँ त्यो माटोले चाहिँ मजाले चाहिँ दबाएर चाहिँ अहिले चाहिँ हामीले पुनः अहिलेको यो तपाईँहरूले देखिराख्नु भएको छ ढलन गरेर चाहिँ एउटा रेलिङ हालेर सबै तकरिबन 60-65 जना चाहिँ बस्न सक्ने एउटा चाहिँ सक्षम हामीले चाहिँ चौतारा स्थापना गर्न हामी सक्षम भएको छ र यसमा पनि हामी एउटा सानो परिवार भएर पनि हामी सानो गाउँ भएर पनि यति ठुलो चाहिँ तकरिबन यो ढलन बाटो यो गर्दाखेरि तकरिबन 6-7 लाखको चाहिँ इस्टिमेट आउँछ है हामीले प्राइभेटको तौरमा हामी काम गर्ने भने तर चाहिँ हामी चाहिँ आफ्नै गाउँठाउँको लागि भनेर चाहिँ ल छतनी गर्नुपर्छ बनाउनुपर्छ भन्ने मनसायले चाहिँ सबैले नकारात्मक सोचे चाहिँ को सके पनि छैन जस्तो लाग्छ सबैले चाहिँ सक्नेले भौतिक र नसक्नेले भौतिक र सक्नेले चाहिँ आर्थिक रूपमा चाहिँ हाम्रो सहयोग गरिरहनु भएको छ र आज पनि यसै क्रममा हाम्रो गाउँको बासिन्दा हाम्रो अमु कवदानको जेठा छोरा खुमबहादुर गुरुङ र हाम्रो बहिनी रूपा नानी रूपाको तर्फबाट हाम्रो लाम्चा समाजलाई यो चौतारा निर्माण र बाटोको निर्माणको लागि चाहिँ सहयोग रकम आउने क्रम जारी छ उहाँहरूले चाहिँ रु 10,050 रुपियाँ चाहिँ सहयोग गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद र हाम्रो थाइला भाइ उहाँ अहिले चितवनमा हुनुहुन्छ भक्कु भाइ उहाँले पनि हाम्रो यस चौतारा हाम्रो कामको चाहिँ सराहनीय चाहिँ उहाँले धेरै महसुस गरेको भएर चाहिँ एकदमै सराहनीय छ तपाईँहरूको काम मेरो तर्फबाट पनि 10,000 भन्ने चाहिँ उहाँले चाहिँ मौखिक रूपमा भन्नुभएको छ अब क्युआर कोड मगाउनु भएको छ हामी छिटो क्युआर कोड मार्फत चाहिँ उहाँहरूबाट पनि केही न केही रकम चाहिँ हामीलाई सहयोग हुनेछ भन्ने हामीले अपेक्षा राख्दछौँ र हाम्रो त्यो भाइ दुर्गा बहादुर भक्कु भाइको लागि पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र जति पनि